हामी आज चन्द्रगिरी जान लाग्यो। चन्द्रगिरी जाने तयारी हुँदैछ। चन्द्रगिरी एउटा हिल स्टेसन हो, त्यहाँबाट काठमाडौँ भ्यालीको राम्रो भ्यू देख्छ। तर आज वेदर त्यति सफा त छैन, हेरौँ कस्तो देखिन्छ। चन्द्रनिगा पुल भन्नु हो। अनि अपी भन्ने थाहा छ? अपी भनेको चाहिँ थाहा छैन सर, के भन्ने होला यो अपी? अनि माछा पुछ्री भन्ने थाहा छ? थाहा छ सर। माछा पुछ्री भने के हो? माछा पुछ्री भनेको हिमालय त हो नि सर। कहाँ छ त्यो? नेपालमै, पोखरामा है। त्यस्तै म चाहिँ दार्चुलाको होइन। अनि दार्चुलामा चाहिँ अपी हिमाल भन्ने छ। अपी त्यो चाहिँ दार्चुलाको सबभन्दा अग्लो हिमाल हो त्यो। सुदूरपश्चिमको सबभन्दा ठुलो हिमाल एपिआई अपी होइन। अनि त्यसपछि पूर्वतिर आउँदै गयो भने बझाङतिर पर्छ, सैपाल भन्ने छ ठुलो हिमाल। त्यसपछि पूर्व आउँदै गऱ्यो भने त अनि धौलागिरी भइहाल्यो, पोखरामा माछापुछ्री भइहाल्यो, अन्नपूर्ण होइन। त्यही बाटो राख्यो मैले एपिआई अनि पिआई त्यस्तो। ट्याक्सी आफ्नै हो कि ट्याक्सी साउको हो। कति हुन्छ त इन्कम दिनमा? साउलाई दिन पुग्छ? सबलाई अब पर्सेन्टको हिसाबले हो, 20% आउँछ मलाई चाहिँ। 20% भने कति हुन्छ? 10,000 रुपियाँ कमायो भने तपाईँको 2,000 रुपियाँ हुन्छ। भन्नाले तपाईँलाई दिनमा कति आउँछ त? साउलाई तिरेपछि, फ्युलको तिरेपछि? यसमा फ्युल भन्ने कुरा चाहिँ जिरो भयो होइन। अब यो त इलेक्ट्रिक गाडी भयो, ग्यासियस भएन। मलाई इन्कम दिनमा कति आउँछ भन्नुभएको? मलाई त्यही 1500-2000 आउँछ। प्रायः सबैको रेन्ज त्यही रहेछ। म अरूलाई पनि सोध्छु, काठमाडौँमा धेरै घुम्नु होइन, अरू ट्याक्सी ड्राइभरहरूलाई पनि सोध्छु, त्यही भन्छ। पहिला कसैले 3000 4000 हुन्थ्यो, अहिले यो इनड्राइभ मोटर बाइकवालाहरूले कम भयो भन्छ। फेरि अफिस जाने मान्छेहरू आजभोलि बाइकमा पेसेन्जर पनि लिँदो रहेछ। टक्क पेट्रोल खर्च पनि उठ्छ। उठ्छ, त्यसो गर्छन् नि। अफिस पनि गइन्छ, अफिस पनि गइन्छ। घरमा बुढीले पनि छिटै खाना पकाएर गइहाल्छ, छिटो एकजना भए पनि हुन्छ भन्छन् नि। जाँदा आउँदा लिएर आयो भने पेट्रोल खर्च, खाजा खर्च
सबै त हजुर के प्रोसेस छ प्रोसेस अब जाने त अलिक ठुलै देश जाने विचार छ हो कति भयो ट्याक्सी गर्न आएको ट्याक्सी कुदाउनु थालेको त भर्खरै हो त्योभन्दा पहिले त्योभन्दा पहिले अब आफ्नै गाडी थियो घरमा त्यही कुदाउने ए बस्ने यो ट्याक्सी अब यसो अब कामधाम छैन अनि तपाईँको अब खाली समयमा के गर्नु छुट्टी काठमाडौँमा के गर्नु पार्ट टाइम काठमाडौँमा के गर्नु अहिले त ट्याक्सी भयो अरू बेला के पढाइ सढाइ के जस्तो हजुर अब पढाइ पनि भइरहेछ ए खाली टाइममा ट्याक्सी लिने गियरहरू हजुर यही हो यसको गियर कसरी राख्ने हो त्यो न्युट्रल भयो अब यो न्युट्रल भयो यो ब्रेक थिच्ने होइन अनि तपाईँको यसलाई घुमाउने यो रिभर्समा लाग्यो ए ब्याक न्युट्रल ए यो ड्राइभ त्यसको जस्तो ए यो माथि जुन बाटो बनिरहेको छ यो सुरुङमार्गको बाटो हो हजुर फ्लाइओभर ए फ्लाइओभर बनाएर रहेछ कि कहाँ निस्किनु राजाबाट यो उता सुरुङ छ नि त सुरुङ बाटो अब यो सुरुङमा नागढुङ्गा सुरुङ भन्थ्यो यो सुरुङमार्गबाट निक्लिया बाटो ड्राइभमा ब्यालेन्स सकिएको थियो दाइ इनड्राइभमा ब्यालेन्स सकिएको थियो दाइ त्यो पछि भनौँ न फोनमा ठिकै छ त्यो काट्दा आज पानी पर्छ है क्या त्यही भनेको आज पर्छ जस्तो छ पहिला त त्यस्तो त्यस्तो छ क्राउड पो रहेछ त यहाँ त। चन्द्रगिरी केबल कार चढ्ने ठाउँबाट देखिएको दृश्य काठमाडौँ भ्यालीको वेदर त्यति सफा छैन बिहान भएको हुनाले घाम पनि लागेको थिएछ तर अलि तुवालो छ त्यसले गर्दा टाढाको दृश्य त्यति राम्रो देखिया छैन चन्द्रगिरी काठमाडौँबाट नजिकको हिल स्टेसन हो यो हाम्रो ग्रुप हो चन्द्रगिरी जाने ग्रुप खैर पकेट समोसा
हामी एकछिन यता एकैछिन यता अब टिकट आइसक्यो यो त साइड गर्नु अलि त बस्नु अगाडि जानु यो त टिकट भएको मान्छे अब टिकट आइसक्यो टिकट भएको अगाडि आउनु जाडो खाली भइसक्यो खाना पहिले खाना एकदम चिसो छ हाम्रो टिकट पर्छ दाजु टिकट राजा फेरि बिचमा गएर रोक्दै फिल्ट्रीबाट आएको होला अहिले लिएर आएको हामी सँगै एउटा उसमा गऱ्यौँ सातवटा भन्नु त अझै के एकजना जानुहोस् रे सातजना जानु दिन्छौँ यता बस्छु रेडी माथितिर छिटो गरेर चिठी अब डर लाग्छ हो अब डर लाग्ने सामानलाई छ ए त्यो बसन्ती दिदीको मोबाइलले क्लिप निकाल्नु नि बसन्ती दिदी डराइसक्नु भएको जस्तो त्यहाँ मुखै कस्तो अँध्यारो भइसक्यो पहिलोचोटि रे तपाईँ जाने हो कि त्यहाँ फोटो खिच्नलाई ल जानु फोटो खिच्न त्यहाँ ल ल म खिचिदिन्छु नि यहाँबाट ल है त ल रिल बनाउने टाइपको अनि यता पनि गर्छन् माथिबाट आएको रिफ्लेक्सन आएको
उता गएपछि खाउँला सुरुमा जे छ त्यही खानु ल हेर अझ हेर्छ पछि खान्छ डर लागेको छ तिमीलाई हो छैन लाग्यो सबैसँग डर लाग्छ साना किसानमा एउटा अधिकारी थिएन म पक्कुदा हजुर आइसकेको छु रुममा यहाँ अनि म त पूर्णगिरीलाई चन्द्रगिरी भन्नु चन्द्रगिरी जस्तो पूर्णगिरी जाङबाट आउनु बाटो अनि कुनै होटल हो त्यो रिजोर्ट टाइम भइसक्यो सायद लाग्यो प्लास्टिक त के भन्ने हुन्छ धेरै हुन्छ हजुरलाई डर लाग्दैन भने अनि अनलाइन घुम्न लगे भोलि बिहान कुरा है एउटा त्यो तिमी दुईटा अहिले चाहिँ उहाँ हिँडेर पनि जान्छौँ होला नि यहाँ तल छ बाटो तल जान्छन् जाने पुरै आधी दिन लाग्छ उतातिर घरहरू हेरेर यस्तो ठाउँमा नि घर होला त्यही होटलमा चन्द्रगिरी यहाँबाट फेरि यहाँ बाटो होला नि त्यताबाट बाटो उता उठ्छ के दिन्छ मैदान खाइदिन हाल्दैछ न तल नखान्छ है तर के त्यो ओह्रालोमा नि हामीलाई यस्तो ढड्काउने क्या है सिधै जान्छ छिटो खाऊ आइगयो आइक्यो के त्यो के गर्ने नि त्यो के हो